यहाँ आउनुभएका आफ्नो भाषा, रीतिरिवाज, धर्म, लिपि, इतिहासमा रुचि राख्ने सबैजनालाई अनि बुद्धिस्ट सबैजनालाई स्वागत छ। र अहिले म यहाँ जुन चाहिँ लिपि सिकाइरहेको छु, यो लिपि चाहिँ देवनागरी लिपि, भारतको देवनागरी लिपिदेखिको आएको हो। र यो चाहिँ थुन्मिसामबोटाले लेख्नुभएको, जुन चाहिँ शेर्पा, तामाङ, योल्मो, डुक्पा, सिक्किमिस, लद्दाखी, अरुणाचल प्रदेश सबैले यही लिपि प्रयोग गर्दैछ। र यो हाम्रो लिपि हो। र यो देवनागरी लिपिदेखिको आएको हो। र जुन चाहिँ हामीले बोलिरहेको भाषा चाहिँ, यसलाई चाहिँ टिबेटो बर्मिस ल्याङ्ग्वेज भन्ने गर्छ, जसमध्ये तामाङ, शेर्पा, योल्मो, गुरुङ, निवार, राई, मगर जति नै मङ्गोलियन फेस भएको भारत र नेपालमा बस्नेहरूको भाषा हो। यो मैले त्यसै भनेको होइन, यो चाहिँ एन्थ्रोपोलोजिस्ट भन्ने त्यो एउटा जस्तै अब साइन्टिस्ट, अब बायोलोजिस्ट त्यस्तै हुन्छ, त्यो एन्थ्रोपोलोजिस्ट त्यो मान्छे यो जात कुन ग्रुपमा बिलोङ गर्छ, उनीहरूले स्टडी गर्दै अन्तमा चाहिँ यो निवार, गुरुङ, राई, तामाङ, शेर्पा, योल्मो, डुक्पा, सिक्किमिस योहरू चाहिँ एउटै परिवारको हाकाहरू रहेछ भनेर उनीहरूले बुझ्नुमा आयो। यो कसरी बुझ्छ भन्दाखेरि, अब जस्तै जरुरी सामान जस्तै पानीलाई के भन्दो रहेछ, राईको भाषामा पनि छु भन्छ, योल्मो भाषाको मा पनि छु नै भन्छ, र आगोलाई के भन्छ, तामाङको भाषामा मे नै भन्छ, सिक्किमिसले पनि मे नै भन्छ। र यो एउटै परिवारदेखिको आएको हाकाहरू, विभिन्न हाकाहरू रहेछ भनेर बुझ्नुमा आउँछ। र यो तपाईँहरूको आफ्नै भाषा हो। कतिजना तामाङहरूलाई मेरो स्कुलमा आउनेहरूले चाहिँ यो तपाईँहरूको लिपि हो भन्दाखेरि उनीहरू छक्कै परेर हो र भन्ने गर्थ्यो। त्यसरी नै धेरैजना गुरुङहरूलाई गुरुङको भाषा चाहिँ टिबेटो बर्मिस ल्याङ्ग्वेज ग्रुपमा आउँछ भनेर उनीहरूलाई याद छैन। र यो भाषा, रीतिरिवाज, लिपि, इतिहास हामीहरूले सबैले जानेको हुनुपर्छ। यो हाम्रो अस्तित्व हो। र अनि त्यसमाथि बुद्ध धर्म, अब यो मैले कहाँदेखिको लिएको भन्दाखेरि दलाई लामाज्यूले लेख्नु भएको माई ल्यान्ड एन्ड माई पिपल भन्ने पुस्तकदेखिको मैले यहाँ 2-4 सेन्टेन्स तपाईँलाई बुझाउनु लागिरहेको छु। र यो अब यो होइन, मलाई इतिहासमा रुचि छैन, धर्ममा रुचि छ, म धर्म अध्ययन गर्ने हो भनेर नि हुँदैन। धर्मको शब्दहरू नि सबै यहीँदेखिको आउँछ। यसरी अब नेपालीमा लेखिएको कुनै एउटा किताब पढ्नु सक्यो भने त्यो धर्मको किताब पढ्दा पनि बुझ्नु सक्नुहुन्छ, इतिहास पढ्दा पनि बुझ्नु सक्नुहुन्छ। त्यसरी गर्दाखेरि यो सबै जुरेको हुन्छ, यो सबै सम्बन्धित हो र सबै सिकेको हुनुपर्छ। र अनि मार्च 15 तारिक तपाईँ दार्जिलिङमा बस्नुहुन्छ भने मार्च 15 तारिकदेखिको क्लास सुरु हुन्छ। र अब युट्युबमा सिकेको भन्दा अलिकति क्लासमा आएको नै राम्रो हो। यदि अरू धर्म, आफ्नो भाषा, रीतिरिवाजमा रुचि राख्नेहरू छ भने तपाईँहरूले यो जानकारी उनीहरूलाई दिनुहोस्। अब ओके, सो पहिला हामी पढ्नु सिकौँ है। अनि
नामा नाम रनता नामा नाम का सबचुकुन नाकुन नमगुन नमगुन यदि तपाईँलाई अङ्ग्रेजी आउँछ भने युजुअली नर्मल्ली नेपालीमा चाहिँ अलिकति यो साधारणता पनि होइन सधैँ पनि होइन धेरै जस्तो पनि होइन यो अलिकति शब्द मैले पाउन सकिनँ तर अङ्ग्रेजी तपाईँहरूलाई आउँछ भने नर्मली युजुअली माङा मङछनहरू छो गासा चोक माङा मङ कहाँदेखिको आउँदैछ मङपो मङपो माने धेरै छनहरू छो गासा चोक माने भेला हुनु धेरै मान्छे भेला हुनु धेरै मान्छे भेला भए माङ मङपो चोक भेला हुनु काय त के कि धेरैजना भेला हुनेको नेपालीमा अलिकति हुने भन्नु पर्यो धेरैजना भेला हुनुको माओ जा दाजे सकता गागनारो गो जेगो माने अङ्ग्रेजीमा भन्ने हुन्छ है फङ्सन पहिला हामीले चाहिँ दार्जिलिङमा प्रोग्राम भन्थ्यो र प्रोग्राम शब्द चाहिँ सही होइन रहेछ अहिले चाहिँ फङ्सन भनेर भन्ने गर्छ नेपालीमा कार्यक्रम युजुअली धेरैजना मान्छे भेला हुने कार्यक्रम हाकिकुई कार्यक्रमको पछाडि हाकिकुई छ भने चाहिँ को कार्यक्रमको संज्ञा त यहाँ नयन सरिङबो सेङा सेङयनसेङ माने रिपोर्ट न्यनसेङ माने टु लेट नो न्यनसेङ माने इन्फर्म न्यनसेङ जानकारी दिनु भन्नु होइन कार्यक्रमको जानकारी राखेको रि गासा रिक जाति माने किसिम जानकारी किसिम राखेको रि गासा रिक टेक्निकली जातदेखिको आउँदैछ ठुलो जात सानो जात एउटै जात र पनि भोटे जाति भन्छ होइन शेर्पा जाति त्यो जात जानकारी जाति माओ गरता डनर डोना डुन छाटिङ बोचे डुन्चे माओ गनरता डनरो डोना डुन अब टिबेटन सिक्दाखेरि स्पेलिङ एकदमै इम्पोर्टेन्ट छ माओ गरता डनरो डोना डुन डुनपो माने पाहुना गेस्ट छाटिङ बोचे माने ठुलो डुन्चे अब अहिले मोडर्न टर्म यस्तो जस्तै फरेन एफेयर मिनिस्टर त्यस्तो पहिला हाम्रो थिएन र दिस इज इक्विभ्यालेन्ट टु सेइङ फरेन एफेयर मिनिस्टर फलावा उहाँको नाम उहाँको शुभ नाम फलावा बाउ रगतका गयतका गेसचुगु दागु नासा ने गुने माने भएर म काकरबिटा भएर नेपाल जानेछु भएर फरेन एफेयर मिनिस्टर फलावा भएर बाउ रगतका गयतका गेसचुगु दागु नासा ने भएर नासा ने अब यदि तपाईँ पुस्तक पढ्नु हुँदैछ भने साको पछाडि सामा सम छ भने साको पछाडि सामा सम नाको पछाडि नामा नम गाको पछाडि गामा गम छ भने चाहिँ दुईटा हुनसक्छ एउटा के हुनसक्छ कि त फलावा भएर कि त अरू के हुनसक्छ भन्दाखेरि क्वेसन मार्क हुनसक्छ तर अब सेन्टेन्सदेखि बुझ्नु सक्नुहुन्छ फलावा भएर कि त अनि बोल्ती भाषामा चाहिँ याङ ना पुस्तकतिर सम लेख्ने गर्छ साको पछाडि सम
बोल्ती भाषामा चाहिँ याङ्ना म भोलि कि त पर्सि आउनेछु nga sangin याङ्ना nangin yungkin sangin याङ्ना nangin yungkin Sabata papa eta cha cha kikuchi kaita kya ba kyap mao kana ken panarupo chi kyap kenbo kenbo mane abort साधारण लामा भन्दा अलिकति ठुलो abort साधारण लामा भन्दा अलिकति बेसी परेको धर्मको विषयमा राम्ररी जान्ने खेन्पो चिक्याप माने chief abbot the main abbot भित्रदेखिको टाउके दाउ गा भारत टाङ गाडाङ यो पनि नाम हो फालावा पनि नाम हो र chief abbot गाडाङ बाउ र कतका गएतका कसि ग्यु नासा ने ग्युने अघि भर्खरै हामीले देखे यहाँ ग्युने भएर खेन्बो गाडाङ ग्युने यानहरु योङ दाउ गनहरु गोसा गु योङ माने आउनु दाउ गनहरु गोसा गु आउनु पर्छ अब साधारणतः कुनै एउटा कार्यक्रम छ र त्यसको जानकारी दिनु छ भने चाहिँ सिधै दलाई लामाकोमा आउँथिएन उनीहरु चाहिँ फरेन एफेयर मिनिस्टर फलावा भएर कि त खेन्पो घाटङ भएर आउँथ्यो साधारणतः त्यसरी आउँथ्यो Tatingbo dera bora tata tatingbo tena terten त्यसकारण साधारण भाषामा थेसोङचाङ थेरतेन त्यसकारण त्यस्तो हुना कारण त्यसैले गर्दा थेरतेन रनता नामा नम कासिचुकु नाकुन नामकुन दाङा ताङ माकिकुमी हाओ दरता डा वारावार मिन्डावा सधैँ सिधा नमिल्ने माने अनयुजुअल युजुअल सधैँ उनीहरू के भन्नु छ जानकारी दिनु छ भने चाहिँ फलावा भएर कि त चिकेप खेन्पो घाटङ भएर यो जानकारी चाहिँ आउँथ्यो तर त्यो दिन चाहिँ त्यो दुईजना साधारण लाहुरे सिधै मेरोमा आइपुग्यो त्यसकारण नम्किदङ मिन्डो असाधारणता मिन्डवा रगतगा गायत ग्यारकीको रिगासा रिक लासा ले बायत छटिङबो छेदा छे लेचे पा माने लेचे पा ग्यारिक माने चिनिया जाति रिक माने जात भनेको हैन अहिले भर्खरै ग्यारिक लेजेपा माने कर्मचारी चिनिया सरकारको कर्मचारी छासेब्जु छुङा छुङ सानो माने निम्न दर्जाको कर्मचारी गरद ढासा डे मध्ये निम्न दर्जाको कर्मचारी मध्ये गाउँचा सिचुचुगा चुगलागा लाखाङ चुगलाखाङ माने टेम्पल मन्दिर चुगलाखाङ मन्दिर चुगलाखाङ नाङा नङ भित्र चुङडे चुगलाखाङ नाङ भित्र nga थासेचु थुगा हो फरत ठा दा ठे थुक्टे म बेटकाट
थुक्टे दासजुदु भेटघाटमा नेपालीमा भन्नु परेन भेटघाटमा बहुताङाताङ पठायो पठाउनु सौदा गर्नु पठाउनु भारतमा स्कुल पढ्नु पठाउनु ताङ वाकेको यी वे पठाएको मसित भेटघाट गर्नु पठाएको कौनासा नेछुलाचुल नेचुल न्युज खबर आउँदागेको दि दागादक दिदक दि माने यी दागादक जोड्यो भने यीहरू मसित भेटघाट गर्नु उनीहरूको टाउकेले पठाएको खबर दिदक यीहरू स्याटिङबोसे सासे जान्नु माओ खाना खेन जान्ने हिजो आउने यो लेख्ने नेचुल दिता सेकेन्ड छनरो छोरा छोर छनरो छो माने हरू तपाईहरू हामीहरू उनीहरू अनि राचाइलाई जान्ने यो न्युज जान्नेहरूलाई याकीको यी माने लिखित भाषामा चाहिँ मन दानहरू दोक गासा दोक पनि शङ्का लाग्नु मनमा अलिकति शङ्का भयो उनीहरूलाई किन यसपालि चाहिँ सिधै उनीहरू फलावा भएर आएन सिधै किन आयो भनेर चाहिँ उनीहरूलाई अलिकति शङ्का यी मनमा दोक शङ्का फरत ठाना ठेन बास जुबु ठेनबु अलिकति बायत जसो छुङ भयो उनीहरूलाई अलिकति शङ्का लाग्यो मनमा शङ्का लाग्यो किन सिधै यो निम्न दर्जाको कर्मचारी सिधै दलाई लामाकोमा किन पठायो भन्ने अलिकति दलाई लामालाई चाहिँ अलिकति मनमा शङ्का लाग्यो र अब तपाईँहरू यल्मो भाषा जान्ने कि त शेर्पा भाषा जान्ने कि त तामाङ भाषा जान्ने कि त गुरुङ भाषा कि त राई भाषा जान्नेहरूले यसरी जानेको छ भने अब जान्दै जानेको छैन भने तपाईँहरूको भाषा र यो भाषामा कुनै सम्बन्ध देख्दैन यदि जानेको छ भने हाम्रो शब्द त यहाँ पो चलाएको रहेछ भन्नु थाल्छ र यो किताबमा लेखेको शब्दहरू अलिकति पुरानो शब्द जुन चाहिँ यल्मो तामाङ गुरुङ शेर्पा लद्दाखी मनाङ्गे उनीहरूले चलाइरहेको छ उनीहरूको भाषामा अलिकति त्यति परिवर्तन आएन र यदि तपाईँहरूले जानेको छ भने हो रहेछ यो हाम्रो भाषा र यो भाषा सम्बन्धित छ भनेर बुझ्नु सक्नुहुन्छ र अब तपाईँहरू हामीहरूको अस्तित्व भन्दाखेरि यो भाषा लिपि रीतिरिवाज धर्म नाचगान यो सबै हाम्रो अस्तित्वको विभिन्न अङ्कहरू हो यो बिना तपाईँ शेर्पा हुन सक्दैन तामाङको परिभाषा पुगेको हुनु पर्यो तामाङको भाषा जानेको हुनु पर्यो रीतिरिवाज जानेको हुनु पर्यो आफ्नो लिपि पढ्न सक्ने हुनु पर्यो र आफ्नो अस्तित्वलाई बचाउनुको लागि तपाईँहरू सिक्नुहोस् नानीहरूलाई अलिअलि सिकाउनुहोस् नाम मात्रै कुन्निके जाति तामाङ कुन्निके जाति शेर्पा भनेर चाहिँ शेर्पाको भाषा परिभाषा पुग्दैन र रीतिरिवाज यो हजारौँ सालको पछि बनेको रीतिरिवाज
यस्तै हो अनि कहाँ पुग्यो भन्दाखेरि नेचुति त हिदोक ठम्बु chung nge leche nga hakiku nge यदि पछाडि हाकिको यी छ भने चाहिँ जहिले पनि म nga माने म हाकिको माने को तर नेपालीमा म को भन्दैन मेरो nga hakiku nge ला साले बाइता छटिक बोछे दाछे nge मेरो लेचे कर्मचारी अलि भर्खरै हामीले पढ्यो यहाँनिर nge लेचे कर्मचारी दाउ पनारोपो नापेन माने अधिकारी जस्तै अफिसर अलिकति र्याङ्क हुने लेचेपन राखेको रि गासारिक अधिकारी जाति छनरछोहरू कौनासा ने छसेचुलाचुल नेचुल अब नेचुलको दुईटा अर्थ हुन सक्छ एउटा चाहिँ खबर न्यूज अर्को चाहिँ अवस्था मेरो कर्मचारी अधिकारी जातिहरूले यो अवस्था कि त खबर नेचुल थाटिङबो थिए त्यो खबर कि त त्यो अवस्था ला त्यो खबरमा त्यो खबरलाई मा पनि ला लाई पनि ला आओ दनहरु दो दाद्यो बाबा साबब मचुङ उनीहरूलाई चाहिँ मन परेन एउटा साधारण लाहुरे सिधै दलाई लामाकोमा आएको यो अवस्था सुनेर चाहिँ मेरो कर्मचारी देखिनको अलिकति अफिसर अधिकारी जातिहरूलाई मन परेन देउपा मा छुङ वा हाकिकुई वे खर मन परेन त्यसमाथि in addition to it त्यसमाथि दाउमा गामक दाउपनरपन नापेन मकपेन माने आर्मी अफिसर लाहुरेको अधिकारी थाना थेनकनरको नाकोन साना सेन थेनकोनसेन त्यो आर्मी अफिसरको नाम नासा ने ता ला हाकिगुईले ताले बलतला मा हाकिगुई मे ला मे लाहुरीको अधिकारी थेनकोनसेनले ताले लामाको हाकिगुई चाहिँ को माओ छाना छेन माओ थनरथोङ साथोङ ला छेन्तोङ ला उहाँको इज्जत छेन टाइटल थोङ त्यो टाइटलको के रेस्पेक्ट छ छेन माने टाइटल थोङ त्यो टाइटललाई के सामान पाउँछ त्यो छेनथोङ ला इज्जत दाउमा दाउ हाउ बाटिङबो बे भाषा बे पाइद छरिङबो छेदा छे निचा देखाएको साधारण एउटा लाहुरेलाई सिधै पठाउनु चाहिँ यो लाहुरेको अधिकारी थेनकोनसेनले चाहिँ निचा देखाएको किन साधारण दुईजना लाहुरे पठायो सिधै जानु भनेर अलिकति निचा देखाउनुको लागि मा बेब्जे निचा देखाउनु था भाषा था बाहिर छासाचे थप्सेचे कोसिस गरेको निचा देखाउनु कोसिस गरेको लाता बासचुबो तबु जस्तै
निचा देखाउनु कोसिस गरेको जस्तै nganarongo sangme awo zakikuji najin baeta chasa che ngojin che to recognize it as. So उनीहरूले चाहिँ अलिकति निचा देखाउनु कोसिस गरेको जस्तै मेरो कर्मचारीहरूले मान्यो, त्यस्तै मनमा लियो, त्यस्तै मान्यो। र अब तामाङ, शेर्पा, यल्मो, डुक्पा सबैजनाले आफ्नो लिपि पढ्नु सिक्नुहोस्, आफ्नो भाषालाई पुनर्जीवित गर्नुहोस्। एक समयमा अलुबारीमा मोचीदरीले यल्मो भाषा बोल्थ्यो अरे। टिस्टामा एक समयमा सबैजनाले बिहारी दरीले तामाङ भाषा बोल्थ्यो अरे। अहिले बोल्नु सक्ने छैन र यसरी तपाईँहरूले बोलेन र तपाईँहरूले सिक्नु भएन भने तपाईँ हाम्रो अस्तित्व मरेर जान्छ। त्यसले गर्दाखेरि अलिअलि समय निकालेर हुनु सक्यो भने मञ्जुश्रीमा आएर अध्ययन गर्नुहोस्। महिनाको 300 रुपियाँ हाम्रो समाज सेवा नै हो। महिनाको 300 रुपियाँ मात्रै हो। र यसरी आजको क्लास यहाँ समाप्त गर्दैछु। तपाईँहरूले आफ्नो भाषा सिक्नुमा रुचि देखाउनु भएकोमा आन्तरिक हृदयबाट धन्यवाद टक्राउँदैछु। हवस् त अनि भोलि फेरि भेटौँला। बिस्तारी जानुहोस्। गुड बाई।